हेलो गाइस, नमस्कार अनि स्वागत छ मेरो युट्युब च्यानलमा सबैलाई हैन। हामीले चाहिँ आज प्याज खनेका छौँ। एकदम तरिकाले प्याज खनेका छौँ दुईटा भाइले हैन। दाइ भित्र हुनुहुन्छ प्याज हैन। यो चाहिँ हाम्रो सुर्खेतमा फलेको प्रसिद्ध प्याज हो। प्याज यस्तो छ हैन। प्याज फलाएर यो चाहिँ प्याज गरिरहेको छ। हाम्रो दाइ कता हुनुहुन्छ, म दाइलाई एकछिन ढाक्न जान्छ न के भन्छ भिडियो रेकर्ड गरेर न किन आउने तल के गरे अरे हो त्यो त मैले काट्नुपर्छ कि गर्नुपर्छ भने त्यो तल आउनु हुन्छ कसरी गर्ने आउन सिकाउने। आज चाहिँ हामीले चाहिँ पुरै प्याज खनेको 1 कट्ठा जति भएको छ होइन। हाम्रो दाजुले लगाउनुबाट त्यही खोल्न आयो। अनि प्याज चाहिँ यस्तो बाँधेर राख्ने होइन। यसो अलिअलि प्याज खाने भए 1-2 टुक्रा दिन्छु होइन, बढी त दिँदिनँ। प्याज सम्पर्क गर्नु होला। प्याज सुर्खेतमा आयो फेरि घरतिर ठहराउनु होला अनि फेरि घर माग्न आउनु होला गाइजहरू। घरतिर छैन अनि फेरि सुर्खेतमा छ। अलिकति मेरो खोकी लागेको स्वर अलिकति ऊ आएको छ होइन। त्यो पनि ठिक छ गाइजहरू। तर गाइजहरू के गर्ने यस्तै छ होइन। मान्छे हो, काम गर्नु पर्यो होइन। काम गरेर देखाउनु पर्यो होइन। काम गर्नु पर्यो अनि त्यस पछाडि प्याज खानु पर्यो होइन। प्याज खाएर मान्छेलाई जति गरेर नपुग्ने भने प्याज चाहिँ प्याज राख्न आउनुभएको छ दाजु। ल प्याज राखौँ त दाजु, कसरी राख्ने हो, कसरी गर्ने यसरी भनेपछि बुझ्न आउँदैन त्यो बान्ने अरे। हाम्रो दाजु चाहिँ प्याज स्टाइल गर्दै हुनुहुन्छ। तर प्याज कसरी राख्ने हामी चाहिँ हेर्दैछौँ। यसरी भन्नुहुन्छ यसरी गर्ने यसो गर्ने यसरी यसरी भन्ने हो। यसो समान्ने हो। प्याजले हानेर महिना आज प्याजले हाने मर्लाई नभला गाइजहरू। हाम्रो दाइले फेरि एउटा यस्तो भन्नुभएको छ होइन। प्याज काटेर होइन यो काखी मनि राख्नु अरे 10 मिनटसम्म त्यो मान्छे बेहोस भएर हस्पिटल लिने हुन्छ अरे। त्यो हाम्रो दाइको नयाँ टेक्नोलोजी, नयाँ पत्ता लगाएको एउटा अनुसन्धान होइन। त्यो लसुन जस्तै बनाउने अरे। लसुन मैले के भने लसुन जस्तै कि लसुन जस्तै गरौँ कि पुरै तपाईँले त तिनीहरू जस्तो गरौँ भन्नु भएन र। तपाईँले त तिनीहरू जस्तै गरी यो फालिदिने टाढो गर्ने भन्नु भएन। कस्तो भन्ने त्यही गरेर पनि प्याज छन् क्या हेर्नु गाइजहरू। हामीले त्यस्तै गर्ने हाम्रो गाइजहरू होइन। सब्सक्राइब गरिदिनु न गाइजहरू यार। तपाईँहरू सब्सक्राइब नगरेर धेरै भिडियो ल्याउने मन लाग्दैन क्या। जतिको तपाईँले सब्सक्राइब बटाउनु भयो भने होइन त्यत्तिकै हुन्छ। तर म भविष्यमा केही गरेर यत्तिकै घर बनाउनु नसके भने यत्तिकै घर बनाउने हो क्या म। यो छ नि यत्तिकै घर बनाएरै छोड्ने हो। तर यत्तिकै घर बनाउनु नसक्यो भने होइन यत्तिकै घर बनाएर। तर सुर्खेतमा होइन फेरि कहाँ गाइजहरू यहाँ सहर बजारतिर बस्नु। म यहाँ खतरा ठाउँमा बस्ने नि, हामी गाउँतिर बस्ने हो। हाम्रो बारीकोटको हावा धुलो पानी खाएर बस्ने हो नि। त्यस्तो नभन्नु नि, भिडियो रेकर्ड भइरहेको छ फेरि पोस्ट हानिदिन्छ। म पोस्ट हानिदिनु थाहा छैन। अब म नै के बोल्ला नि भन्छ दाजु होइन। सबै चिन्नुहुन्छ होला मलाई। अब फाइनली गाइज हामीले चाहिँ प्याज चाहिँ अगाडि बाँध्न स्टार्ट गरिरहेको थियौँ। हामीले चाहिँ यस्तरी बाँधिरहेको छु। अब प्याज बाँधेको छु। दाइले मलाई लागेर अब कसरी लग्ने भन्ने थाहा छैन। अब लग्ने भन्ने हो अब आइजन होइन। अब यस्तरी बाँधिरहेको क्या प्याज होइन गाइजहरू। हामीले त नआएर अब दाइले बाँध्नुभयो, मैले यस्तो गराएँ होइन। अनि दाइ चाहिँ टिप्दै हुनुहुन्छ। प्याज चाहिँ लास्टै उठ्छ गाना चाहिँ हेर्नु नै ठिकै लाग्छ होइन। प्याज खेती गर्नु राम्रो हो भन्छु म दाइलाई। अब सिकाउँछु दाइ भनेर। नेपालमा छैन प्याज खेतीको लागि भन्नुहुन्छ होइन। हामीले चाहिँ अहिले चाहिँ प्याज सकाएर अब
हामी चाहिँ भित्र अब हामी खानासाना बनाउने होइन गाइजहरू। हामी चाहिँ प्याजको आज हामी प्याजको तरकारी खाने होइन। के हुन्छ प्याजको आज हामीसँग आजको खानाको तरकारीको रूपमा अचार खाने होइन आज। तर प्याजले हो क्या या टाउ दुखाएर होइन। मेरो चाहिँ हल्का हल्का टाउ दुखेको छैन, थोरै दुखेको छ। दाइको चाहिँ दुखेको छैन, दाइको टाउको होइन क्या हात दुख्छ भन्नु भएन होइन दाइ। त्यो गाइजहरू देख्न सक्नुहुन्छ। अनि अगाडि चाहिँ दाजु मैले ल्याएर चाहिँ यता चाहिँ थारमाथि राखेर अब दाजु काट्दै हुनुहुन्छ, कटिङ गर्दै हुनुहुन्छ चाहिँ। अब त्यो घरमा चाहिँ त्यस्तै घर भने क्या हाम्रो दाजु पनि त्यो घरमा देख्नु भएको छ त्यस्तै सेम टु त्यस्तै बनाउनु हो। हामीले चाहिँ यता ल्याएर काट्दैछु। हेर्नुहोस् आजको प्याज हामीले आधा घन्टामा खनेको। तर दाजु यो ल्याउँदाखेरि कति रुपियाँ बिउ ल्याउनु भयो? कति 200? हेर्नुहोस् गाइजहरू 200को बिउ होइन ल्याएर 200को त यत्तिको यो यत्तिकै भइसक्यो। यो पनि बढी भइसक्यो। अनि मेहनत पानीको होला मल हालेर भयो पनि त। तर ऊ चाहिँ लगानी भन्दा पनि तर फाइदा चाहिँ गऱ्यो होला होइन दाजु। अनि हेर्नुहोस् कति धेरै भएछ। त्यो 200 भनेकै हो र हेर्नुहोस् बढीमा 1000 रुपियाँ त लाग्यो होला मिहिनेत। त्यति छोटो पनि नगर्नु छ त्यसलाई। सो गाइजहरू हेर्नुहोस् मेरो आँखाबाट प्याज काट्दा आँखाबाट आँसु आइसक्यो। अनि हाम्रो दाइ चाहिँ काट्दै हुनुहुन्छ। दाइलाई असर परे जस्तो छ, मलाई चाहिँ धेरै असर परिसक्यो। हेर्नुहोस् गाइजहरू यता चाहिँ दाइ उ गर्दै हुनुहुन्छ। अनि चाहिँ यो प्याजको यत्रो हेर्नु न गाइजहरू, यो प्याजको पत्ता यसको पनि बनाउनु जानिन्छ। अचारहरू बन्छ होला तर हामीलाई थाहा छैन। अनि लास्टै प्याज आजको हाम्रो प्याज बनाउने कार्यक्रम, प्याज खन्ने कार्यक्रम होइन।